हाई गाइस म यो अर्को भिडियो लिएर आएको छु यो स्टार्टरहरू युट्युबिङ गर्नेहरूको लागि चाहिँ कसरी लोगो बनाउने भनेर हैन एकदम सिम्पल प्रोसेस छ यो यसको लागि कुनै सफ्टवेयर चाहिँदैन जस्ट वेबसाइट अनि पीसी भयो हुन्छ हैन अनि मेनली लोगोसहरू अब सबैको प्राय जस्तो ब्रान्ड लोगोसहरू हुन्छ आई थिंक लोगोसले चाहिँ हाम्रो ब्रान्डहरूलाई चाहिँ एउटा रेकग्नाइजेसन दिन्छ हैन अनि तपाईको वेबसाइटको लागि फेसबुकको लागि युट्युबको लागि कुनैको लागि पनि तपाईलाई लोगो चाहिएको हुन्छ हैन यो चाहिँ स्टार्टर भर्जनको लागि हो मसँग अरु वेबसाइटहरु पनि छ हैन तर यो चाहिँ बेसिक हो त्यस्तो खासै वास्ट छैन तर तपाईहरुलाई त्यस्तो वास्टमा जान छ भने मलाई कमेन्टमा लेख्दा हुन्छ मैले अरु वेबसाइटहरु पनि तपाईलाई दिन्छु हैन अब चाहिँ स्ट्रेट टु द पोइन्ट जाम हामी लोगोसहरु चाहिँ कुनै कुनै प्रिन्सिपल्सहरु छ जो हामीलाई फलो गर्नुपर्छ लोगोसको फर्स्ट नम्बर 1 इज इमेज दैट इज रिप्रेजेन्टिङ योर अर्गनाइजेसन हैन तपाईको कुनै अब ग्रुप होस् चाहे जेसुकै होस् त्यसलाई चाहिँ रिप्रेजेन्ट गर्ने एउटा इमेज होस् प्लस ट्याग्स हैन ट्याग्स एन्ड इमेजको कम्बिनेसन मिलाएर लोगो भन्छ हैन अनि लोगोमा ट्राई टु मेक इट भेरी सिम्पल हैन धेरै कम्प्लिकेटेड गर्नु पर्दैन अब लुक एट दिस वान हैन धेरै कम्प्लिकेटेड छैन अब यो हेर्नु वाटर कम्पनीको हैन त्यस्तो त्यस्तो गरेर एप्पलको हेर्नु स्टारबक्सको हेर्नु डिज्नीको हेर्नु हैन सबैको एकदम सिम्पल छ धेरै कम्प्लिकेटेड छैन नि त अब कसैलाई हेर्दाखेरि पनि चिनिन्छ यो त्यसको लोगो हो भनेर हैन अनि अर्को कुरो लोगोस कहिले पनि कुनै अरु कम्पनीको लिएर एडिट गरेर आफ्नो नबनाउनु किनकि मान्छेलाई अलरेडी थाहा छ त्यो लोगो त्यसको हो भनेर खाली नाम मात्रै चेन्ज गर्नुमा तपाईको लोगो हुँदैन त्यो हैन त्यही भएर ट्राई टु डु इट योर ओन तपाईको एकदमै आफ्नो युनिक बनाउनु हैन अब हामी स्ट्रेट अब वेबसाइट जाम हैन यो वेबसाइट मैले डिस्क्रिप्सनमा तल लेखिदिएको छु यसलाई चाहिँ लेख्छ यो logomakers.com मेक श्योर इट्स स्पेल makr.com है त त्यो logomaker.com खोल्ने बित्तिकै यो आउँछ यो प्लेटफर्म अनि प्रिटी सिम्पल छ अब यहाँ चाहिँ सर्च कलम छ अनि त्यसपछि यो टेक्स्ट कलम यो चाहिँ बक्स कलम यो अब पेन बक्स भयो तपाईलाई कलर हाल्नलाई यो चाहिँ अन्डु हो तपाईले के मिस्टेक गर्नुभयो भने यहाँ क्लिक गर्दा हुन्छ अब कुनै इन्फर्मेसन थाहा हुन छ भने यहाँ क्लिक गर्ने यो कलेक्ट सेलेक्सन गर्ने यो वर्किङ प्लेटफर्म भयो अनि त्यसपछि अब अरु लोगोसहरु हेर्न छ भने यहाँ हेर्ने प्लस सेभ गर्न छ भने यहाँ हेर्ने लेट्स गो एन्ड ट्राई टु डु मलाई त्यति राम्रो डिजाइनिङ त आउँदैन तर पनि म एउटा सिम्पल अब जस्ट लेट्स सी समबडी वान्ट्स टु मेक अ पिज्जा स्टोर हैन पिज्जा स्टोरको लोगो बनाउनु छ हैन फर एक्जाम्पल यु क्यान सर्च पिज्जा हियर पिज्जा so oh sorry okay so पिज्जा सर्च गरेपछि अब यहाँ थुप्रो आउँछ यहाँ लोगोसहरु पिज्जाको हैन सपोर्टिङहरु त्यसपछि अब तपाईलाई कुन चाहिँ मन पर्छ यदि तपाईलाई कुनै मन पर्छ भने तपाईले आफ्नो पनि अपलोड गर्न सक्नुहुन्छ है त्यो अलि अर्को प्रोसेस छ त्यो म पछि देखाउँला तपाईलाई लेट्स सी फर एक्जाम्पल अब मलाई अच्छा म यो लिन्छु हैन अब यो क्लिक गर्ने बित्तिकै यहाँ प्लेटफर्ममा आउँछ हेर्नु तपाईको सानो हुन्छ लोगो हैन तपाईले चाहिँ यसलाई चाहिँ अब यो रोटेट गर्न पनि मिल्छ अनि त्यसपछि अब यसलाई चाहिँ अब यहाँसम्म मात्र ड्र्याग गरे पनि ठुलो पनि हुन्छ यु क्यान डु एनीथिङ हैन अब ठुलो गर्न पनि सक्यो तर एउटा डिसेन्ट साइज राख्नु हैन राखिसकेपछि अब आयो यो त पिज्जा भनेर त अब प्राइस थाहा हुन्छ हैन पिज्जाको कलर रेड हुन्छ त्यो नर्मली रेड चीजको येल्लोस हुन्छ अब मैले चाहिँ अब कम्बिनेसन दिन छ भने आई थिंक रेड इज बेटर मैले रेडको दिइदिन्छु अलिकति यस्तो अनि त्यसपछि अब ट्याग्स हैन सरी म टु फास्ट यो हेर्नु मैले अन्डु गरेँ यो ट्याग्सको चाहिँ अब यहाँ छ अब तपाईलाई के लेख्न पर्यो तपाईको इमेज भयो हैन त्यसपछि अब तपाईलाई के लेख्न पर्यो यहाँ भनेपछि अब यहाँ लेख्नु हैन तपाईको सरी मेरो माउस चाहिँ अलिकति हुन्छ पिज्जा जोन लेट्स सी मेरो स्टोरको नाम हो पिज्जा जोन अनि त्यसपछि अब यो ट्याग्सहरु माथि तल गरेर यसरी एनलार्ज गर्न पनि मिल्छ है त यसलाई एकदम इजी छ एउटा डिसेन्ट साइज राख्दा हुन्छ अनि त्यसपछि यो पुरा ट्याग्सलाई ड्र्याग गर्न पनि मिल्छ अब ठीक ठाउँमा यसलाई मिलाएर राख्ने कुन ठाउँमा हुन्छ पिज्जा जोन
अनि त्यसपछि अब यो फ्रन्ट सेम राख्दा पनि हुन्छ, चेन्ज गर्दा पनि हुन्छ। चेन्ज अब कुनै यहाँ क्लिक गर्दा पनि हुन्छ। अनि त्यसपछि मान्छेले अब यति मात्रै राख्छन् होइन। अब सानो सानो कम्पनीको लागि आई थिङ्क वेबसाइट राख्दा पनि हुन्छ, तर अब नराखे पनि अब यतिकै छोडिदिँदा पनि हुन्छ। अनि त्यसपछि अब बोर्डर लाइन दिने हो भने चाहिँ अब यो सेपमा गएर अनि त्यसपछि तपाईँको यो क्लिक गरेर यसलाई चाहिँ यता गरेर अनि यहाँबाट चाहिँ तपाईँ ड्र्याग गर्नु यसलाई। अब यत्रो बोर्डर दिने हो तपाईँलाई, यतिसम्म। ओके, त्यसपछि राइट क्लिक गर्नु बिचमा अनि सेन्ड टु ब्याक छ। सेन्ड टु ब्याक, सेन्ड टु फ्रन्ट, सेन्ड ब्याकवर्ड, सेन्ड फरवर्ड, कार्ड कपी पेस्ट डुप्लिकेट सबै यहाँ छ होइन। सेन्ड टु ब्याक गरिदिन्छु म। अनि सेन्ड टु ब्याक गरिसकेपछि अब यसको कलर चेन्ज गर्नुपर्छ, किनकि सबै सेम कलर छ नि त, त्यही भएर देखिन्न। अब मैले यहाँ कलर चेन्ज गरिदिएपछि यो बल्ल देखिन्छ। अब लाइक मलाई चाहिँ अलिकति यस्तो वाला कलर मनपर्छ। अनि त्यसपछि यो राखेँ होइन। अब यो पिज्जा यसको तपाईँलाई फन्ट चेन्ज गर्नु छ भने तपाईँले यहाँबाट अब आफ्नो फङ्की टाइपको कुनै राख्नु छ भने त्यसरी राख्दा पनि हुन्छ। यो हेर्नु, आई थिङ्क यो एकदम राम्रो छ। तपाईँको अलिकति ट्याक्स बाहिर जाँदैछ भने यसलाई पुल आउट गर्दा पनि हुन्छ है त। यो भयो। अनि यसको कलर चेन्ज गरेर पनि हेरौँ एकचोटि। कलर चेन्ज गर्दा पनि राम्रै देखिन्छ पिज्जा जोन। अनि कुन चाहिँ एकदम आई क्याचिङ हुन्छ त्यही कलर राख्नु, यो गर्नु। आई थिङ्क प्रिटी मच सिम्पल। अब यसरी भयो। अब होइन, तपाईँको नर्मली अब तपाईँलाई कुन साइज चाहिएको, अब तपाईँलाई साइज चाहिएन थाहा छैन भनेपछि एक्जाम्पल गुगल गर्दा पनि हुन्छ है त। अब तपाईँलाई फर एक्जाम्पल तपाईँलाई आफ्नो उसको साइज थाहा छैन, फेसबुकको प्रोफाइल पिक्चर, सो गुगल सर्च गर्दा वर्ड अनि त्यसपछि यहाँ भनिदिन्छ कि यो डायमिटर हो भनेर होइन। यो तपाईँको सरी नट डायमिटर, यो साइज चाहिँ पिक्सलमा दिएको हुन्छ यो। अनि यति हुन्छ नर्मल भनेर। अनि त्यसपछि अरू डिटेल्समा हेर्ने भने अब भित्र गएर हेर्दा पनि हुन्छ। यसै गरी तपाईँले अब यहाँ देखेँ, यसै गरी अब तपाईँले युट्युब अनि त्यसपछि ट्विटर अथवा अन्य सोसियल मिडियाहरूको साइज पनि त्यसरी पत्ता लगाएर अनि त्यही अनुसार आफूले बनाउँदा पनि हुन्छ। अनि तपाईँको अब यहाँ हेर्नु साइडमा क्लिक गर्दाखेरि यो साइजहरू सबै यहाँ दिएको हुन्छ। त्यही अनुसार तपाईँले अब तपाईँको साइज के छ त्यही अनुसार तपाईँले कम्पोज गर्न मिल्छ। अनि यो लोगो हाई डेफिनेसनमा हुन्छ होइन, यो डाउनलोड गर्दा पनि हुन्छ। अनि डाउनलोड गरेर तपाईँले प्रिन्टिङमा दिन पनि हुन्छ अनि वेबसाइटहरू जेमा पनि युज गर्दा हुन्छ। आई थिङ्क प्रिटी मच यति नै हो, यो सिम्पल हो, त्यस्तो खासै कम्प्लिकेटेड छैन। अब हामीले यसलाई डाउनलोड गरौँ। अनि अर्को कुरो, यो डाउनलोड गर्दाखेरि यहाँ दुईवटा अप्सन दिन्छ। अप्सन नम्बर 1 यो पेड गर्ने होइन, अप्सन नम्बर 2 यो 0 पे होइन। अनि यो डिफ्रेन्स के छ भने अप्सन नम्बर 1मा चाहिँ के छ भने हाई रेजोल्युसन टी सर्ट प्रिन्टिङ यो दुनियाँ अप्सन्सहरू दिन्छ होइन। अब हामीलाई चाहिँ बेसिक चाहिएको छ, वी डोन्ट निड टु पे होइन, हामीलाई फ्रीको चाहिएको छ भनेपछि अप्सन नम्बर 2 युज गर्दा हुन्छ। तर अप्सन नम्बर 2 युज गर्दाखेरि चाहिँ यो प्रायः जस्तो वेबसाइटहरूले चाहिँ फ्री किन दिन्छन् भनेपछि यिनीहरूले चाहिँ क्रेडिट दिनुपर्छ भनेर भन्छन् कि यिनीहरूलाई। अनि त्यसपछि यो क्रेडिट दिनलाई चाहिँ यो यु मस्ट गिभ अस क्रेडिट, यहाँ क्लिक गर्ने। अनि क्लिक गरिसकेपछि यो तपाईँको कपी भइसक्यो हुन्छ। यो एट्रिब्युटहरू अनि यो कुनै पनि एउटा कपी गर्दा हुन्छ। अथवा अब त्यो नगर्दाखेरि चाहिँ मैले चाहिँ यो लोगो चाहिँ यहाँबाट बनाएको हो, यो लोगो मेकर भनेर यो लेख्दा पनि हुन्छ। एनिथिङ त्यो कस्टमरलाई थाहा होस् कि कहाँबाट बनाएको हो भनेर, त्यति मात्रै यिनीहरूलाई गर्नुहुन्छ। अनि त्यसपछि डाउनलोड गरिदिने यहाँ तल। डाउनलोड भइसक्यो, अब ओपन गर्छु मैले। यो हेर्नु मेरो लोगो रेडी छ। अब यसलाई जुम गर्दाखेरि पनि ब्लर हुँदैन हेर्नु यो होइन, जति पनि आई थिङ्क इट लुक्स ब्युटिफुल होइन।
के भन्नुहुन्छ कमेन्टमा लेखिदिनु। ल यो भिडियो चाहिँ यतिसम्म हो। अरू वेबसाइटको अरू भाष जान छ भने अरू वेबसाइटहरू पनि छ, मलाई कमेन्टमा लेख्दाखेरि मैले तपाईँलाई रिप्लाई गर्छु है त। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।